सम्पूर्णमा नमस्ते। म सुरेश बराल, जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँको अध्यक्ष। जुन छत्तीसगढबाट हाम्रो निमन्त्रणामा जति पनि पाहुनाहरू आउनु भएको छ, हामीहरू पाहुनालाई स्वागत गर्न पाउँदाखेरि एकदम खुसी छौँ। आज बिहान उहाँहरूले पशुपति धामको दर्शन गरिसक्नुभयो। अहिले भर्खर स्काई टावरमा ल्याएर काठमाडौँको समग्र बनावट यस्तो छ भन्ने बारेमा उहाँहरूलाई हामीले स्काई टावरबाट देखाइसकेको छौँ। त्यस पछाडि उहाँहरू पालै पालो सबैतिरको यहाँको तपाईँको धार्मिक स्थल र पर्यटकीय स्थलहरूको ठाउँमा त्यो पालै पालो घुम्नुहुनेछ। त्यस पछाडि हामीले बुढालिङ गोर्खातर्फ लाग्नेछौँ र भोलि एवं रूपले स्वयम्भू जानेछौँ। चन्द्रगिरीबाट केबल कार चढेर अझ काठमाडौँलाई निहाल्नुहुनेछ। त्यस पछाडि भोलि बेलुका 3 बजे पछाडि हाम्रो जति पनि आउनुभएको पत्रकारहरूलाई एउटा सम्मान कार्यक्रम छ, त्यो सम्मान कार्यक्रम गर्नेछौँ। बेलुका हामीले सामूहिक हिसाबमा भोलि बेलुकाको खाना रात्रि भोजमा रमाउनेछौँ। तत्पश्चात पछि फेरि हामीले नगरकोटबाट भक्तपुर लगायत काठमाडौँलाई निहाल्नेछौँ र हामीले दुई देश बिचमा चाहिँ एउटा गहिरो एउटा प्रगाढ सम्बन्ध छ। यसलाई अझ जीवित गर्दै आउँदो पुस्तामा पनि यो एउटा सुम्पनेछौँ र दुई देश बिचको एउटा सद्भाव, आत्मीयता र एउटा प्रेम छ। यसलाई जुन हामीले प्रचार लिएर जानेछौँ र हामी एकदम खुसी छौँ। धन्यवाद।